सिमसारको कथा। सिमसार सुन्दा पनि बिछट्टै लाग्छ। यसको बारेमा कति त हामीलाई थाहा हुँदैन। थाहा नभएर नै हामी यसको ऋणी भएका हुन्छौँ। यसले हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा टिवा पुर्याउँदै आएको हुन्छ। नेपाल जल सम्पदाको दोस्रो धनी देश मानिन्छ। नेपालमा करिब 5% भूभाग सिमसार क्षेत्रले ढाकेको छ। सिमसार भन्नाले एक सिमसार भूमि एक फरक पारिस्थितिकी तन्त्र हो जुन बाढी वा पानीद्वारा सन्तृप्त हुन्छ, या त स्थायी रूपमा वर्ष वा दशकको लागि वा मौसमी हप्ता वा महिनाको लागि। यो मानव निर्मित तथा प्राकृतिक दुवै हुन सक्छ। सिमसार क्षेत्र यस्तो क्षेत्र हो जसले पशुपन्छी, किरा फट्याङ्ग्रा तथा ससाना माइक्रो जीवको संरक्षणमा ठूलो सहयोग गरेको हुन्छ। यसले त्यस वरिपरि बसोबास गरेका बासिन्दा तथा त्यस वरिपरि रहेका रैथाने प्रजातिका जनावरको त झन् जीवन धानेको हुन्छ। उदाहरणका लागि लिउँ जलजला सिमसार क्षेत्र। लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको थबाङ गाउँपालिकामा अवस्थित सशस्त्र द्वन्द्वमा माओवादीको सङ्घर्ष स्थल जलजला समुद्र सतहदेखि करिब 3150 मिटरमा अवस्थित रहेको छ। झट्ट हेर्दा घाँसे मैदान तथा फुलै फुलको बगैँचा जस्तो देखिने यस क्षेत्रमा विभिन्न किसिमका रङ्गी बिरङ्गीका फुलहरू फुलेका हुन्छन् भने मुनिबाट पानी बगिरहेको हुन्छ। त्यस ठाउँमा कपासमा टेकेर हिँडे जस्तो महसुस हुन्छ। वरिपरि डाँडा काँडा र बिचमा सिमसार रहेको यस ठाउँमा पक्कै पनि मलाई लाग्छ यो क्षेत्र प्राकृतिक सुन्दरताको खानी हो, तर विकासमा खडेरीको सामना गरिरहेको छ। यस सिमसार क्षेत्र जलजला जङ्गलमा पाइने विभिन्न जनावर तथा पशुपन्छीका लागि अति उपयोगी रहेको छ। धार्मिक, सांस्कृतिक, प्राकृतिक, जैविक विविधता र ऐतिहासिक तथा राजनैतिक धरोहर बोकेको यस क्षेत्र ज्यादै महत्त्वपूर्ण छ। जलजला गुरिल्ला ट्रेकका नामले पनि परिचित रहेको छ। यस सिमसार क्षेत्रबाट निस्केको खोलाले त झन् यसको सुन्दरता सुभाष छर्दछ। समशीतोष्ण सदाबहार कोनधारी जङ्गल यस सिमसार क्षेत्रमा पर्दछ। यहाँ वर्षेनी चिसो हुने र हिमपात भइरहने हुँदा रुख र रुखका पातहरू कोन जस्तै चुच्चे परेका हुन्छन्। यहाँको माटो सेपिलो हुने हुँदा सदाबहार जङ्गल हुन्छ। करिब 200 प्रजातिका बोटबिरुवा, 20 प्रजातिका चराचुरुङ्गीहरू, स्तनधारी तथा सरीसृपहरू साथै हिमाली क्षेत्रमा पाइने अन्य सजीव प्रजातिको वासस्थान रहेको छ। हिमाली पर्यटकीय र गौरवमय इतिहास बोकेको जलजला देशको सिंहदरबारदेखि पर रहेको छ। यस क्षेत्रको संरक्षणका लागि राज्यको खासै चासो रहेको पाइँदैन। प्राकृतिक सुन्दरताको खानी भए पनि विकासमा खडेरीको सामना गरिरहेको छ। यस ठाउँको पर्यटनलाई विकास गर्ने हो भने मात्र पनि यसको मुहार फेरिन सक्छ। झन् यस ठाउँमा फुल्ने फुलहरू र सिमसार क्षेत्र देशी तथा विदेशी अध्ययन तथा अनुसन्धानकर्ताहरूका लागि सुनौलो गन्तव्य हो। यसले गर्दा स्थानीयवासीको जीविकोपार्जनमा ठूलो सहयोग पुग्ने देखिन्छ। सिमसार क्षेत्रका धेरै फाइदा भए तापनि बदलिदो प्रदूषण, जलवायु परिवर्तन जस्ता कारणले जलस्रोतमा ह्रास आइरहेको साथै विनाश पनि भइरहेको छ। मानव जीवन र प्राकृतिक स्रोतको सन्तुलन तथा संरक्षणका लागि सिमसार क्षेत्रको व्यवस्थापन गर्नु अपरिहार्य रहेको छ। आजको व्यवस्थापन भोलिको उपयोगिता।